हेलो गाइज, हामी चाहिँ अहिले आइरहेछ केही भएन। हामी चाहिँ इस्कन आइपुग्यौँ। धेरै जाम थियो, 1.5 आवर्स लाग्यो। यो कस्तो कालो आइरहेछ यार, लाइटमा ए हाल्छु नि त। ल यता बत्ती आयो, यतादेखि कन्टिन्यू। हेलो एभ्रिवान, हामी चाहिँ अहिले इस्कनमा छौँ। होइन, इस्कन जाने बाटोमा छौँ। अब 4-5 मिनटमा पुग्छौँ होला। अनि हाम्रो चाहिँ सडनली प्लान बनेको होइन, यो आज अचानक चाहिँ प्लान बनेको होइन। हिजो प्लान बन्यो होइन। हिजो बन्सलले 12 बजे राति म्यासेज गर्यो, चाँदी आज जानुपर्छ इस्कन भनेर म्यासेज गर्यो। त्यही त आज हो, त्यही भएर हामी आइसक्यौँ। रङ साइड आइसक्यौँ कि जुत्ता खोल्ने ठाउँ अर्को ठाउँ छ कि। प्रसाद खानु रे। बंसल भजन करके कैसा लगा? मन का शान्ति हुआ? देखे बहुत अच्छा लगा है। फर्स्ट टाइम चाहिँ है यतिचोटि मन्दिर आइसकेको थियौँ, तर चाहिँ फर्स्ट टाइम चाहिँ यो होइन। यो चाहिँ के हो? योमा चाहिँ के हो? के अरे ए दान गर्ने? म बस्छु अनि कोही दान गरिदियो। हो, म बस्छु, नन्दनले त्योमा राखेर दान गरिदिने। भजन सकिसक्यो गाइस। अब हामी चाहिँ प्रसाद खान गइरहेछौँ बाहिर। त्यसपछि चाहिँ बल्ल के अरे फेरि आरती स्टार्ट हुन्छ। तर हामी सायद आरतीमा बस्न सक्दैनौँ। अब होस्टेल 8 बजे बन्द हुन्छ। गाइस, हाम्रो दर्शन चाहिँ मजाले भयो अनि हामी प्रसाद पनि खायौँ। तर मैले प्रसाद खाने बेला यो दुईजनाले मेरो यति धेरै बिल हान्यो। एकजना हो यस्तो चाहिँ यति धेरै मेरो बिल हानेको छ कि प्रसाद भनेको यति खानुपर्छ। मैले खिर 1 कचौरा खाएँ। 1 कचौरा त खिर दिइरहेको छ, त्यति त खाएँ। अनि खुब धेरै खाएँ भनेर बिल हान्दा छ। हामी चाहिँ अहिले गाडीमा चढिसक्यौँ। अब होस्टेल पुग्न टाइम लाग्छ। गाइस, हामी टिपटपमा समोसा खान आइसक्यौँ। अब समोसा खाने हामीले वार्डनलाई इन्फर्म गरिदिइसकेका छौँ कि हामी ढिलो आउँछौँ भनेर। गाइस, हामी चाहिँ अहिले चाउमिन प्याक गराउन बसिरहेछौँ। बिकज अहिले मेस पनि बन्द छ अनि रातिको खाना खाने कता खाने त्यो थाहा छैन भनेर यो वाइवाई त भोलि पर्सिको लागि हो, अहिलेको लागि होइन। राति त चाउमिन खाने। आजको डिनर भनेको चाउमिन हो अनि मम्मीको गाली खाने अनि पेट भर्छ। इधर ढोका बन्द है गाइज। और यता हामी सबजना वेट गरिरहन्छौँ ढोका खोल्नको लागि। गाइज, अब मिठाई खाने। यसमा रस मात्र धेरै रहेछ त।